आज हामीले हाम्रो फिल्डमा तोरीबालीको निरीक्षण गर्ने क्रममा एउटा मित्रजीव किरा भेला पारेका छौँ, जसलाई अङ्ग्रेजीमा लेडीबर्ड बिटल भनिन्छ भने नेपालीमा स्त्री स्वभावको खबटे भन्ने गरिन्छ। यो किरा सानो गोलाकार र चम्किलो आकारको किरा हो। प्राय रातो वा सुन्तला रङको शरीरमा कालो थोप्ला हुन्छ। यसले बोडी बिरुवामा पाइने हानिकारक साना किराहरूलाई खाने काम गर्दछ र यसलाई किसानको साथी पनि भन्ने गरिन्छ। मुख्यतया लेडीबर्ड बिटल अर्थात् स्त्री स्वभावको खबाटे किराको जीवनचक्र पूर्ण रूपान्तरण प्रकारको हुन्छ। यसले मुख्य गरी 4 चरणमा आफ्नो जीवनचक्र पुरा गर्दछ। पहिलो चरणमा अन्डा पातको तल्लापट्टि पहेँलो अन्डाहरू पार्दछ र दोस्रो चरणमा अन्डाबाट निस्किएका लार्भाहरू भोकालो हुन्छन् र धेरै किराहरू खाने गर्दछन्। तेस्रो चरणमा रहेको प्युपा अचल अवस्थामा रहन्छ भनेदेखि चौथो अवस्थामा वयस्क भएर पखेटा सहित यो लेडीबर्ड बिटल उड्ने गर्दछ। आफ्नो आहाराको आवश्यकता पर्ने हुनाले यसले साना किरा, सेता, झिँगा, लाईहरूलाई आफ्नो आहारा बनाई खाने काम गर्दछ। साथै यो किराको लार्भा र वयस्क दुवै अवस्थाले लाई किराहरू खाने काम गर्दछ भने कहिलेकाहीँ परागकण पनि खाने काम गर्दछ। यसले आफ्नो जीवनचक्रभरिमा 4000 देखि 5000 लाई किराहरू खान सक्दछ भने एकदम भोकालो भनेर चिनिने चरण लार्भा अवस्थामा यसले 300 देखि 400 वटा लाई किराहरू खाने काम गर्दछ। यसले कति लाई किरा खान्छ भन्ने कुरामा यसको प्रजाति, तापक्रम र उपलब्ध खानामा निर्भर हुने गर्दछ। यसका केही फाइदाहरू रहेका छन्, जसमा हानिकारक किराहरू नियन्त्रण गर्दछ, विषादीको प्रयोग कम गर्न मद्दत गर्दछ र प्राकृतिक जैविक नियन्त्रणमा पनि यसले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ।